हेलो साथी हो नमस्ते अनि फेरि तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आजको फेरि भिडियो लिएर आइसकेको छु म तपाईहरुकोमा। अनि आजको चाहिँ हाम्रो गाउँघरको अब यस्तै घरेलु काम छ। आज चाहिँ तपाईहरु हेर्दिनु होला, मन परेमा लाइक सब्स्क्राइब गरिदिनु होला। अनि आजको चाहिँ के काम छ भने आज चाहिँ घरकै काम हो कि अब घरमै काम गर्ने, यस्तो खानासाना पकाउने, खाने चाहिँ अब यता पछाडि यो ढुङ्गा लगाइराखेको छ त्यो बनाउनु पर्ने छ। आज चाहिँ यो यहाँदेखि तलसम्म ढलान गर्नुपर्ने छ कि पानी पर्दा यहाँ हिलो हुन्छ, हिँड्नु नै अप्ठ्यारो उता पछाडि त्यो चारो पकाउने ठाउँमा जानुलाई। अनि त्यही भएर आज यो ढुङ्गा लाउने काम हुँदैछ यहाँ। आज उहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ, एकदम काम गर्ने दाइ हुनुहुन्छ, कामदारले काम। यहाँ त काँक्रा हाम्रो फलिसकेको छ। यहाँ पनि यस्तो यहाँ झुन्डाएको छु। भाइले पोस्ट गरिदिइहाल्नु यसरी काम गर्दैछन्, हुँदैछ काम हो त। भन्नु यसो आजको चाहिँ काम यस्तै छ। आजको दिन यसरी नै बित्छन् हाम्रो। घाम लागिरहेछ, अब कतिखेर पानी पर्छ थाहा छैन। हाम्रो बहिनीलाई चाहिँ बिहान बिहानै भोक लाग्छ कि जहिले भोक लाग्छ बिहान बिहानै। अनि अब चाहिँ यहाँ खाना पकाउने बेला भइसक्यो। अब आगो पुग्नुपर्ने, बाहिर काम गर्दैछ धमाधम। अब यहाँ खानासाना पकाएर रेडी गर्नुपर्ने, के पकाउनु तरकारी पनि के हो यो सिमी नै पकाउनु पर्छ ल। यो बोडीको जाँड अघि छानेर खाइसक्यो खेतालाहरूले। यहाँ घाँटी मेरो के भएर घाँटी दुखिरहेछ हौ। पुरा माथि जस्ता माथि हैन ए जस्तामा गरेको जस्तामा नि भुइँमा त गरेन, भुइँमा त गरे जस्तामा गरेको भनि जस्ता भुइँ काइला लामा गरेको केलाउनु साह्रै। अब यो कति केलाउनु मसिनो यो आलु त केलाउनु कति टाइम लाग्छ। आइज उताबाट लिएर आउँछ बाटो छ नि के आइसक्यो लो। आगो त बोलिसकेपछि यहाँ यसको बिचको मलाई आउँछ। दाजु एकछिन राम्रो भिडियो काटेको कस्तो पुरा हाम्रो दाइ त एकदम बलमान हुनुहुन्छ नि त। यस्तो ढुङ्गा त पुरा ब्राङ 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 ब्राङ। होमवर्क पनि आइसक्यो हाम्रो घरबाट। काम पुगेर आउनुभयो आमा छोरी। काम बिग्रिसक्यो अरे। काम दाइले यहाँ काम बिगारिसक्नुभयो होमवर्क लिएर। सु तपाईँ ढुङ्गा फटाउनु फोटो खिचेर गेला ला त हौ। घाउ त पारेछ के खोइ अहिले पर बसेर फटाउनु लाग्यो। छिर्काले अब चाहिँ हाम्रो खाना खाने बेला भइसक्यो है। कामदारहरूलाई भात दिनु पर्यो नि त। करेला यो आलु एन्ड बोडी एन्ड अचार। यता पनि यति चाहियो नि त नि। यता फर्केको बेला गर्नु पर्ने उता चाप के यसको लेभलमा गऱ्यो भने यो भरि भन्छ क्या। यसको लेभलमा चाहिँ ठक्क बेला के गर्ने एउटा बाँसले उठाइदिनु त्यसको लेभल भन्नुपर्ने रे। हुन्छ त फेरि यस्तै यहाँ प्लास्टर गर्दा यस्तै यहाँ गर्छ नि त। अनि चक्कर हालेर उ गर्न अब यस्तै चाहिँ अब यहाँ यस्तो गरिदिँदा कस्तो हुन्छ। पानी उता जान्छ कि यता जान्छ के भनेको त्यस्तो यस्तो।
किन भिडियो गरेछ थाहा हुन्छ भिडियो तपाईँले। भिडियो मलाई पनि थाहा भिडियो रहेछ गरेछ नि ए नाच्दा मैले नाच्दा भिडियो गरेको बेला हो नाच हो त्यो बस हो उसलाई पनि थाहा रहेछ नि हो, भिडियो नाच के नाच हो मजाले नाचिरहेको भिडियो गरिरहेछ पुरै नाच्दै थिएन गरेर उता फर्केर यस्तो गरेको बेला त नाच न उता फर्केर नाच हौ यता फर्केर हौ पुरै नाच्ने ला त्यो कुन गीतमा नाचेको ए त्यो के हो त्यो भिडियो गर्ने बाई 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 बाबा भन्नु बाबा बाई 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 भन्दैछ बाई भनेको त नि चाहियो मान्छे फेरि यहाँ हान्दाखेरि हुँदैन नि त काट्छ अरे त गयो गयो बाई बाई सिधा राख्नु माथि दुलो पारेर ठोकिँदैन किन राख्नु होस् है त्यहाँ अब त्यस्तै त्यो निकाल्नु पर्छ अब ल अब गाइस अब भिडियो नै आजको यस्तै छ खाना पनि खाइसक्यो अब त्यति बनाइसक्यो दाइहरूले यस्तै छ हाम्रो बहिनी चाहिँ कहाँ जानुभएछ हाम्रो बहिनी चाहिँ बाथरुममा खै के गरिरहेको छ लुगा धुको कान्छी माया कस्तो शीतल भएको छ दिन त आज त अहिले पैसामा पानी आउनुलाई नि शीतल भएर आएछ दिनहरू के करायो त्यो फेरि कहाँ गएर कराउँछ त्यो आइमै लल्ला रे लल्ला के साह्रो धुवा भएको क्या यो खाजा पकाएको त आम्माम लास्टै धुवा भयो त हौ नि चाइनिज खाजा छैन आज हाम्रोमा है सब थोक मिस गरेको चाइनिज खाजा बाबु चलाउनु अब खाजा खानु बनाउनुपर्छ कि हाम्रो काम हुने दाजुलाई गजब चाहिँ गजब हो उताबाट सर्लाको पछि यता निक्लियो ठोकेको छ भित्र बाहिर निक्लिनु जाँड त नखाने म त छानेको छु जाँडले चाहिँ भुँडी पुरा घटेकै छैन खानु बेलुका चाहिँ त्यहाँ भुँडी यस्तो भइसक्यो सासै फेर्नु अटपट भएको छ कि चाट के नखानु यसको नाम त फाल्दै कति अब हाम्रो बहिनी पनि खाँदैछन् हाम्रो पनि खानुपर्छ ल खाजा खाजा पनि खाइसक्यौँ अब अनि अब यो पनि सक्यो लगभग सक्यो भन्दा अब अलिअलि मात्रै माथि मिलाउनु पर्नेछ आजको दिन यस्तै नै बित्यो हाम्रो साथी हो आजलाई यति नै हाम्रो भिडियो कस्तो लाग्यो तपाईँलाई भनिदिनु होला मेरो बहिनी बढार कुरार गर्दै हुनुहुन्छ अब अहिलेको बेलुकाको 4 बजिसकेको छ आजलाई यति नै हो बाई